माथि माथि हात माथि नलौटे नि फेरि हेर्नु अहिले म भ्यू टावरमा छु हेर्नु साथीहरु म आइसके यहाँनिर नमस्ते एभ्रीवन स्वागत छ तपाईहरुलाई आजको भ्लगमा आजको भिडियो स्पेशल के छ त आजको म आज जस्ट माछा मार्नको लागि निस्किसके बल्छी बोकेर ए के भन्नुहुन्छ त अनि माछा मार्नलाई निस्किसके म बल्छी बोकेर आज मजाले माछा मार्नु पर्ने हुन्छ एभ्रीवन हेर्नुस् दसैँ ससैँ सकिसक्यो हिजो अस्ति त दसैँ थियो दसैँमा रमाइलो गरेर आज माछा मारेर रमाइलो गर्नुपर्ने हुन्छ ल पाँचवटा हैन तेरो दाइले सब्जी त तरकारी पुग्छ पुराउँछ हेर्लास यो खोलामा डरो तरिकाले माछा मार्नुपर्ने हुन्छ माछा मार्दै रमाइलो गर्दै बल्छी मैले बोकिसकेको छु है त एभ्रीवन हेर्नु साथीहरु म अहिले दामी तरिकाले यहाँनिर यो भ्यू टावरमा चढिसके ए हेर्नु अहिले म भ्यू टावरमा छु यहाँनिर भ्यू टावरमा चढेर यो सुन्दर मौसमहरु अवलोकन गर्दै छु मजा लिउँदै छु के भन्ने साथीहरु हेर्नुस् यो माछा मार्ने भनेर खोलामा आको यो खोला जंगल भित्र हराएर खोज्दा खोज्दा हैरान भए त्यसको पछि म यो भ्यू टावरमा चढेर यहाँदेखि सररररररर जंगलहरु हेर्दै मजा लिउँदै खोला कहाँनिर रहेछ भन्दा खोला यहाँनिर रहेछ है यहाँनिर छ ताल यो ताल भित्र बल्छी खेल्नु पर्ने हुन्छ सुन्दर मौसमहरु हेर्दा वाह क्या मजा आइराछ हेर्नु साथीहरु यता मलाई देखाके देखिरा छु म हेर्नु साथीहरु म आइसके यहाँनिर त माछा मार्नको लागि यो घोलामा मार्ने भनेर यहाँ माछै परिरहेको छैन के भएको हो असुकिया ए तरिका टाटको यार बोल्नु माछा पर्ने वाला छ हेर्नु एभ्रीवन अटकिसक्यो बल्छी त हेर्नु एभ्रीवन माछा मार्ने भनेर गएको माछै पाइएन यार ए भगवान के गर्ने होला अब माछा सासा नि पाइएन हेर्नुस् माछा सासा नि पाइएन मैले माछा नि मारेन के गर्ने होला त अब यहाँ गडबड भइसक्यो हेर्नु एभ्रीवन अब यतापट्टि गएर उता खोला छ त्यो खोलामा खेल्नु पर्ने हुन्छ ल हेर्नु एभ्रीवन माछा मार्न गएको एउटा माछा नि पाइएन यतिकै फर्केर आए बल्छी लगेर बल्छी हान्न गएको त माछै पाइएन यार अनि यतिकै फर्केर आए म अहिले चाहिँ यो भालेलाई पोठी चाहियो अरे हेर्नु गाइस त्यही भएर म भालेको लागि पोठी खोज्दै हिँड्दैछु जे होस् यो भालेको जिन्दगी मोज छ यसलाई पोठी खोज्दिन म हिँड्दैछु साथीहरु ए कता म झ्यापै बस्न सक्दिनँ के साथीहरु यो चाहिँ लिन्छ अर्को दिन यो अर्को दिन तान्न सक्छ हेर्नु एभ्रीवन यो अर्को दिन हो जस्ट मलाई चाहिँ साइकलमा चलाइरहेको छन् भाइले मजाले यहाँनिर सरर हावा खानुपर्ने भयो अलिकति हेर्नुहोस् है कस्तरी चलाइदिन्छ नि भगवान हामी त्यस्तो पो गर्छौँ त हाई अनि दामी तरिकाले हिजो माछा मारेको थियौँ नि त हिजो माछा मारेको माछा नि पाइएन अनि जस आज चाहिँ चार बस्नु लागिसक्यो अनि भर्खरै यो भिडियो बनाएर यो भिडियो हिजोको छोटो भएछ क्या भिडियो अनि यो भिडियो बनाएर अहिले एकदम इमिडिएटली अपलोड गर्नुपर्ने छ मलाई अनि एडिट गर्न त गरेछु अनि यो बनाएर यो भिडियो जोडेर मजाले अपलोड गर्नुपर्ने छ अनि जस्ट कन्टेन्ट भाइले मलाई उडाइरहेछन् साइकलमा सरररररर हावा खुवाउँदै हेर्न सक्नुहुन्छ ताल विकासी माछाहरू अनि यहाँ हावा खाँदै मजा लिइरहेको छु म त्यही हो अनि निकै मजा आइरहेछ साइकलमा चढेर मलाई निकै अनौठो फिल भइरहेछ हेर्नु एभ्रीवन
कति ठुलो पुल छ कि यहाँनिर ताल छ यो तालमा नि घुमाइदिन्छु म तपाईँहरूलाई कुनै दिन अस्ति कमल फुल टिपेको थिएँ नि त मैले त्यही तालदेखि हो मजाको तन्न कमलको फुल निकालेर तपाईँहरूलाई देखाएको थिएँ अनि त्यही हो देख्न सक्नुहुनेछ तपाईँहरूले यहाँनिर मस्तको जङ्गलतिर मलाई म घुमिरहेछु यहाँनिर मस्तको हावापानीहरू खाँदैछु यस्तो मजाको हावा आइरहेछ लास्ट मजै आइरहेछ यहाँनिर देख्न सक्नुहुनेछ तपाईँहरूलाई ए भगवान् ए सारा यहाँनिर पिच रोड रहेछ कि अलिकति अनि पिच रोडमा गुडिरहेछ नि यहाँ अब के गर्ने बाइकमा गुड्न त त्यस्तै हो साइकलमा पनि मजाले गुड्नुपर्ने हुन्छ हामी हेर्नु मजाले मलाई हावा खुवाएर चिसो चिसो बनाऊ गीत छ एउटा चिसो मौसम छ तातो जवानी निकै मजा भइरहेको छ एभ्रिवान भिडियो त भएछ होला साइड पक्कै पनि त्यहाँनिर जाने हो त्यही जामिन होइन कोलकातिर यहाँनिर अफरोडिङ छ अफरोड छ है त अफरोडमा कस्तो गर्छ साइकल गतर पल्टाउँदा हुने सागको हालत खराब सिमसिमे पानी निस्किने नानी छैन रहेछ सिमसिमे पानी हामी फर्किसक्यौँ हेर्नु एभ्रिवान यहाँनिर उकालो रहेछ नि त पारिदेखि त घर्छ औला हुन्छ ल पारि पिचुरोमा केमा ल भाइले तक्क हात छोडेर साइकल चलाइदिन्छ रे म त्यो पनि देखाउँछु तपाईँहरूलाई ए मजा आउने भयो ल अनि के भयो यहाँनिर उकालो छ नि त अनि त्यही भएर यहाँनिर अलिकति गाह्रो हुन्छ पेल्नलाई त्यही भएर जस्ट म हिँड्दैछु अनि यो उकालो कटिसकेपछि पिच रोड आउँछ पिच रोडमा गुडाउँछन् मलाई नभए म पनि चलाउँछु अनि भाइले हात छोडेर साइकल गुडाइदिन्छन् अरे त्यो पनि देखाउने भयो ए कसम यहाँनिर पिच रोड आइसक्यो पिच रोडमा भाइले अब वा ए कसम गरेर हानिन्छ नि त नि यार तपाईँहरूलाई दामी तरिकाले देखाउने भयो भाइ कलाकार भाइको कलाकारिता ल तपाईँले देख्न सक्नुहुनेछ भाइले कस्तरी छोडिदिन्छ नि त है हेर्नुहोस् है नजिकमा आएर है हातमाथि गर देख्नुभयो कलाकारिता ट्यालेन्ट मेरो भाइभित्र लुकेको ट्यालेन्ट तपाईँहरूले देखिहाल्नुभयो ल अझै देखाइदिउँ एकचोटि हातमाथि देख्नु ए भयो दामी हानिदिन्छ नि त अनि हात माथि गरेर सिधै भगवान् खतरा हानिदिन्छ ल फेरि एकचोटि ल माथि हात माथि नलोटे नि फेरि ल भयो ए भगवान् देख्नुभयो नि भाइले डेन्जर हानिदिन्छन् कि फेरि यस्तो सुनसान जङ्गलमा आएर मजाले जाऊ एकचोटि जाऊ म अर्को सर्ट भिडियो बनाउँछु है एकछिन अटोलाई जान दियो अटो आइरहेको छ पारि अटोलाई जान दियो अनि दामी तरिकाले म सर्ट भिडियो बनाएर ल दामी भाइलाई म ए उडाइदिन्छ हौ भाइलाई एक लाइक गरेँ ल मैले मजाले हानिदिन्छ ल लगेर जग्गामा अस्ति कहाँ रे तिमीले चौरमा नि हो नि तिमीले यत्तिकै छोडेर चलाइदिएको नि दामी तरिकाले भाइको कलाकार देखिहाल्नु भयो तपाईँहरूले नि सिक्नुहोस् यस्तै साइकल हात छोडेर यार अरूले त गाह्रै हुन्छ त मलाई हात नछोडेर पनि गाह्रो हुन्छ अलिअलि त्यही पनि ठिक छ दामी तरिकाले डेन्जर देखाइदियो भाइले आज अब
अब मजा आउने भयो मजा त कम्पो आएर आज धोबी तरिकाले आयो नि अनि के भन्छ कति भयो तिमी बाइक चलाएको मैले भयो मजादेखि चलाउँछौ अचाडी भन्नाले यस्तै 10 वर्षदेखि चलाएको कति वर्ष भयो त अहिले अनि म 13 त्यही 3 वर्ष चलाउँदा पनि यत्रो खतरा हुने रहेछ नि त्यही पनि ठिक छ दाबी तरिकाले तपाईँ हामी चाहिँ नभए पनि भाइले निकै भाइभित्र निकै मजाको ट्यालेन्ट लुकेर बसेको छ एभ्रिवान सपोर्ट गर्नु होला सबैले अनि सबैले ल एभ्रिवान अनि त्यही हो हिजो अस्ति जे जस्तो भयो हिजोतिर भिडियो नै हालेको छु मैले दामी तरिकाले दसैँको भिडियोहरू अनि त्यो पनि हेरिदिनु होला अनि आजको भिडियो यति नै जे होस् मजा आयो हिजोको अलिकति अनि आज भाइलाई के भेटाएँ एकछिन चलाउटो भनेको त झन् भाइले यस्तो दामी कलाकारिता ट्यालेन्ट देखाइदिइसके अनि त्यही हो एभ्रिवान आजको भिडियो यति नै भेट्नेछौँ भोलि ल